सन्देश विष्टको सर्भिस सन्तोष विक पनि सोही प्रकार प्रहार गर्न चाहन्छन् चौआफी फायर खोलेका छन् यहाँ चौआफी प्रहार सन्तोष विके वाउ Substitution by Team Gandaki, player number 6 out, player number 3 in. सर्भिसमा हिमाल सुनारी इन्द्र विखे मैदान रहनेछन् फ्रन्ट कोर्टमा ब्लकको भूमिकामा गणेश कटुवाल गल्ती गर्न पुगे तर विश्व विकलाई रोकेका छन् इन्द्र विखे मैदान प्रवेश रहन लगत्तै यसकारण पनि किरण गुरुङ इन्द्रलाई फ्रन्ट कोर्टमा दिएका थिए अवसर अनुभवी मिडिल ब्लकर इन्द्र विखे लामो समय खेलेका छन् गण्डकी प्रदेशबाट ठूला ठूला टुर्नामेन्टहरू त्यसको अनुभव उपयोग गरेका छन् पोखेका छन् यहाँ मैदानमा हिमाल सुनारीको सर्भिस गणेश रोमन बस्नेत पनि रोकिएका छन् यहाँ नाम हो इन्द्र विखे हुनेछन् त फ्रन्ट कोर्टमा मनोबल कम गरिदिएका छन् विपक्षी ब्लकरहरूको विपक्षी प्रहारकर्ताहरूको मैच पॉइंट में गण्डकी प्रदेश गणेश विष्णु बस्नेतको प्लेस बसेसँगै राम्रो प्लेस त्यहाँ विवशबाट यसपटक भने राम्रो प्रहार निरूप बस्नेतबाट Substitution by Team Gandaki, player number 3 out, player number 6 in. अब इन्द्र विके आराम गर्दै बेन्चमा रहनेछन् भने विश्वास अधिकारी एडी फ्रन्ट कोर्टमा रहनेछन् यो म्याच पोइन्टलाई सेमी फाइनल यात्रामा लिनका लागि रोमन बस्नेतको सर्भिसलाई रिसिभ गर्दै अन्त्य गर्ने मौका पनि यहाँ रहन सक्छ सन्तोषका लागि सन्तोष विकको यो प्रहारसँगै गण्डकी प्रदेश दोस्रो संस्करणको जिएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमी फाइनल यात्रा निश्चय गरेको छ सेमी फाइनल यात्रा प्रवेश गरेको छ गण्डकी प्रदेशलाई हार्दिक बधाई छ सेमी फाइनल यात्राका लागि र सेमी फाइनलमा शुभकामना छ र उत्कृष्ट खेल प्रदर्शन गर्ने कोशी प्रदेशलाई पनि आगामी खेलहरूका लागि र यो प्रतियोगितामा उच्च प्रदर्शनका लागि हार्दिक बधाई शुभकामना दुवै टिमलाई यो सुन्दर खेल हेर्ने अवसर दर्शकलाई र हामीलाई दिएकोमा हार्दिक धन्यवाद हामीलाई साथ दिनुभएको छ सम्पूर्ण दर्शक महानुभावहरू यसपछि हामी एपीएफ र कर्णालीको बीचमा भव्य प्रतिस्पर्धा लिएर आउनेछौँ प्रतीक्षा गर्नुहोला त्यति जेलसम्मका लागि बिदा माग्छौँ नमस्कार